वान पिस एकदमै लामो एनिमे हो भनेर त सबैलाई थाहा छ, तर असली लङ्गेस्ट एनिमेहरूको त तिमीले नाम पनि सुनेको छैनौ। यो लिस्टमा मैले ती एनिमे लिएको छु जो कि तिमीहरूले एपिसोड गर्न लाग्यो भने पुरै दिन बित्छ। नम्बर 1 वाला एनिमे त तिम्रो 3 पुस्ता लागेर पनि सकाउन सक्दैन। नम्बर 5 मा छ चिबिमारुको चान। नाम गलत प्रोनाउन्स गरे भने सरी। यसमा चाहिँ 1200 प्लस एपिसोड्सहरू छन्। यो चाहिँ एउटा स्कुल गर्ल मारुको भन्ने केटीको सिम्पल फ्यामिलीको लाइफ अनि स्कुलको मुभमेन्ट्सहरूको एनिमे हो। यदि तिमीहरूलाई स्लो लाइफ अनि कम्फर्ट एनिमे इन्जोय गर्न मन छ भने तिमीहरू हेर्न सक्छौ। नम्बर 4 मा छ अनपन म्यान। अगेन गलत प्रोनाउन्स गरे भने सरी। यसमा चाहिँ 1500 प्लस एपिसोड छन्। यसमा चाहिँ एउटा सुपर हिरो ब्रेड हेड भन्ने क्यारेक्टरले चाहिँ इभिल जम्सहरूसँग फाइट गर्छ। यो चाहिँ एक्चुअली किड्सहरूलाई टार्गेट गर्ने एनिमे हो, बट जापानमा चाहिँ यो लेजेन्ड लेभलको एनिमे हो है। र नम्बर 3 मा छ ओजारुमारु। यसमा चाहिँ 1800 प्लस एपिसोड छन्। एउटा चाहिँ रोयल घोस्ट बोय हुन्छ जो कि मोडर्न वर्ल्डमा आएर नर्मल लाइफ एक्सप्लोर गर्छ। यो चाहिँ एउटा सिम्पल र रेपिटेटिभ एनिमे हो, तर जापानमा चाहिँ एकदमै पपुलर छ बच्चाहरूमा। नम्बर 2 मा छ नेन्तामा रेन्तारो। यसमा चाहिँ 2300 प्लस एपिसोड छन्। यो चाहिँ निन्जा स्कुलमा यङ निन्जाहरूको फनी लाइफको बारेमा एक्सप्लोर गर्छ। यो चाहिँ किड्स एनिमे जस्तो स्टार्ट हुन्छ र 30 इयर्ससम्म कन्टिन्युअसली चल्छ। र अब आउँछ फाइनल्ली नम्बर 1 को एनिमे। नम्बर 1 मा रहेको छ साजेसान। अगेन नाम प्रोनाउन्स गलत गरे भने सरी। यसमा चाहिँ 8000 प्लस एपिसोड छन्। कान चेक गर्नु पर्दैन, तिमीले सही सुन्यौ, 9000 एपिसोड। यसमा चाहिँ एउटा जापानिज फ्यामिलीको डेली लाइफलाई एक्सप्लोर गर्छ। सो यी मध्ये कुन कुन एनिमे हेर्न मन छ तिमीहरूलाई त्यो चाहिँ कमेन्टमा भन।